खाडादेवी गाउँपालिका माकादुम रामेछापको आयोजनामा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरूको लागि 2 दिने व्यावहारिक उत्प्रेरणा कार्यक्रम आज सुरु भएको छ। आजको कार्यक्रम शिक्षकलाई पेसाप्रतिको इमान्दारिता, विद्यार्थीको सिकाइप्रतिको अनुशासन र लगनशीलता, अभिभावकहरूलाई सन्तानप्रतिको जिम्मेवारी बोध गराउन कार्यक्रम केन्द्रित रह्यो। प्रशिक्षणका क्रममा सहभागीहरूमा देखिएको गम्भीरता, भावुकता र उत्साहले सबैमा सकारात्मक सोचको सन्देश प्रभाव भयो। शैक्षिक सुधार अभियानका राष्ट्रिय अभियन्ता उत्प्रेरक प्रशिक्षक हरिश ओलीको प्रशिक्षणले कार्यक्रमका सहभागीहरूमा एउटा गहिरो र अमेट छाप प्रवाह गर्न सफल भएको देख्न सकिन्थ्यो। सहभागी सबैमा जिम्मेवारी बोध गराउन आजको कार्यक्रम सफल रह्यो। प्रशिक्षकका विषयवस्तुले सहभागीहरूलाई भावुक बनायो, धेरैका आँखा रसाए र गहिरो अनुभूति गरे। आफूले गरेका विगतका कार्यप्रतिको समीक्षासहित व्यक्तिले जब आत्मानुभूति गर्न सक्छ तब ऊ जीवनमा आफूलाई सुधार गर्दै अगाडि बढाउन सक्छ भन्ने सन्देश दिएको आभास भयो। उत्प्रेरणा कार्यक्रममा उपस्थित रहनुभएका गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, शिक्षा शाखा प्रमुख तिलक राम सापकोटा सहितका वक्ताहरूले सबैको सहकार्यबाट मात्रै हामीले चाहेको सुधार हुन सक्ने कुरामा जोड दिनुभयो।